हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आजको भिडियोमा चाहिँ म तपाईँलाई देखाउने छु यता रोहिणीको बाटोमा चाहिँ सानो कुकुरको बच्चालाई चाहिँ छोडिदिएको रहेछ हो। म त पुरै क्रस भइसकिसकेको थिएँ, तर फेरि स्कुटी घुमाएर चेक गर्न आउँदाखेरि त म छक्क परेँ। साँच्ची नै हो रहेछ हो। दुईजना सानोबडी कालो बच्चा रहेछ होइन। तपाईँले यिनीहरूको जिउको हालत देख्न सक्नुहुन्छ है, पुरै त्यो करुङहरू पनि देख्न थालेको रहेछ हो। अनि यिनीहरू चाहिँ कस्तो अवस्थामा चाहिँ यसरी चाहिँ बसिरहेको थियो होइन। मलाई चाहिँ यति साह्रो मन दुखेर आयो, किनभने अब मान्छेहरूले मन पराउँदैन, सबैजनाले यसरी स्ट्रिट डग्सहरूलाई मन पराउँदैन, पाल्नु सक्दैन होइन। तर होइन, यसरी छोडेर जानु छ भने चाहिँ तपाईँहरूले बरु गाउँ बस्ती एरियामा होइन, अलिक मान्छेहरू भएको दोकानहरू भएको एरियाहरूमा तपाईँले छोडिदिइराख्नु भयो भने चाहिँ होइन, कसै न कसैले यिनीहरूलाई केयर गर्छ, एक दिनको खाना भए पनि दिनु सकिहाल्छ नि त। तर यसरी जङ्गलमा चाहिँ छोडेर जानु भनेको मतलब चाहिँ अब यिनीहरूलाई चाहिँ मर्नुको लागि छोडेको हो नि त। अनि यस्तो गर्नु चाहिँ गलत हो जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि म चाहिँ अलिक अगाडि निकै अगाडि दोकान जानु पऱ्यो हो। त्यहाँबाट चाहिँ अनि यहाँ बिस्किटहरू किनेर लिएर आएँ होइन। यिनीहरू चाहिँ अब कति दिन भयो त्यसलाई अब खानाहरू पनि नखाएको राम्ररी होइन। अनि यस्तो मजाले यिनीहरूले चाहिँ खानाहरू खायो है। अनि दुध पनि किनौँ भन्दै थिएँ, तर त्यो दोकानमा चाहिँ दुधै थिएन हो। अनि यिनीहरूले एकदमै मजाले यो बिस्किटहरू खायो। अनि त्यहाँ दोकानको आन्टीलाई पनि मैले सोधेर आएँ हो, आन्टी यसरी कुकुरको बच्चालाई चाहिँ छोडिरहेको रहेछ, तपाईँ लिनुहुन्छ भन्दाखेरि चाहिँ आन्टीले भन्नुभयो लिएर आउनु नि त, यहाँ गाउँ बस्तीमा धेरैजना छ जसले कुकुरको बच्चाहरू मन पराउँछ होइन। अनि कसैले पालेन भने पनि हामी सब मिलेर चाहिँ एक एक दिनको खाना दिइहाल्छ नि भन्यो हो। अनि त्यही भएर चाहिँ म खुसी भएर यता आन्टीकोहरूकोमा दोकानमा लिएर आएँ। यहाँ हेर्नु त, उतार्ने बित्तिकै यिनीहरू वरिपरि घुम्नु थाल्यो हो। यति साह्रो खुसी भयो। अनि मैले एकपल्ट लास्ट बिस्किटहरू किनेर पनि दिएँ हो। अनि यता आन्टीहरूलाई पनि म एकदमै धन्यवाद भन्नु चाहन्छु होइन, किनकि उहाँहरूले एकै वचनमा मान्नुभयो। म एकदमै ग्रेटफुल छु उहाँहरूमाथि चाहिँ। हुन्छ, आजको भिडियो चाहिँ यति नै।